सर्वप्रथम म बिटिआर आक्सुको तर्फबाट एउटा मेसेज दिन चाहन्छु। हिजो राति जुन बिटिआर गभर्नमेन्टले एउटा नोटिफिकेसन निकालेको छ ल्यान्ड इस्युलाई लिएर, त्यो नोटिफिकेसनलाई हामी वेलकम गर्दछौँ। र त्यो नोटिफिकेसनले हाम्रो गोर्खाको जति पनि भूमिको समस्या छ केही एउटा मात्रामा समाधान हुन्छ र आउँदो दिनमा त्योभन्दा अझै राम्रो नोटिफिकेसन निक्लिन्छ भन्ने हामी आशावादी छौँ। र यस विषयमा विस्तृत रूपले हामी एउटा प्रेस मिट गर्नेछौँ आज बेलुका नागरीचुली 4 बजी नागरीचुलीमा, जसमा चाहिँ हाम्रो 5वटै जिल्लाका सभापति मूल सचिव, बिटिआरका जम्मै हाम्रा केन्द्रीय नेतृत्व र बिटिआर कमिटी हामी 4 बजी प्रेस मिट एउटा गर्नेछौँ, जसमा चाहिँ हामी विस्तृत रूपले बिटिआरका गोर्खा जनसाधारणलाई सम्बोधन गर्नेछौँ। र यो जुन नोटिफिकेसन निक्ल्यो त्यसको लागि सर्वप्रथममा प्रमोद बुढोज्यू र उहाँको टिमलाई हामी बिटिआर कमिटी आक्सुको तर्फबाट मोरी धन्यवाद। र विस्तृत रूपले हामी बेलुका 4 बजी प्रेस मिटमा सबै जनसाधारणलाई सम्बोधन गर्नेछौँ। धन्यवाद। आक्सुको तर्फबाट जम्मै हाम्रो न्युज पोर्टलहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। आज तपाईहरुलाई बोलाएको कारण चाहिँ के हो भने तपाईहरुलाई थाहै छ 2021 को जुलाई महिना जुन आसाम सरकारले नोटिफिकेसन निकालेको थियो, त्यस आधारमा 2022 बाट हामीले भूमिलाई लिएर जुन आन्दोलन गरेको थियौँ, त्यो भूमिलाई लिएर गरेको आन्दोलनको आज हिजो हामीले एउटा बिटिआर गभर्नमेन्टबाट नोटिफिकेसन भेट्न पायौँ र हामी धेरै खुसी भएको छौँ। जुन चाहिँ बिटिआर को अथवा उदालगुडी जिल्लावासी, उदालगुडीका जम्मै गोर्खाली जनमानसले भूमिको लागि जुन आन्दोलन गर्नुभएको थियो, जम्मै घरबाट निक्लेर आफ्नो अधिकारको लागि त्यो यहाँको सरकारले यसलाई मान्यता दिएर हिजो नोटिफिकेसन पनि निकालिसक्नु भएको छ र यसमा हामी धेरै खुसी भएको छौँ र बिटिआर सरकारलाई हामी धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र साथसाथै यसमा केवल मात्र गोर्खा सर्टिफिकेटले हाम्रो कुनै पनि समस्या, भूमिको समस्या समाधान हुने कुरा उल्लेख भएको छ र हामी अरू एउटा कुरा के गर्छौँ भने जेहेतु सर्टिफिकेटले अब हाम्रो कुनै पनि माटा कामहरू हुन्छ जब भने गोर्खा सर्टिफिकेटमा पनि हाम्रो गोर्खा सम्मेलनहरूले जुन चाहिँ एउटा फिस लिया जाँदैछ त्यसमा पनि हामीले अब कन्सिडरेसन गर्नुपर्छ। जुन चाहिँ गाउँबाट सर्टिफिकेट हिसाबले जुन दिया जान्छ त्यही हिसाबले नै दिएर हाम्रो जनमानसलाई हामीहरूले गर्नुपर्छ, किनभने हामीहरू जेहेतु जातीय सङ्गठन जातिकै काम गर्न जब निक्लेको छौँ भने हामीहरूले एउटा गर्नु 200 रुपियाँ अनि फेरि 200 रुपियाँलाई यताउता गरेर 400 रुपियाँ एकजना खर्च हुँदो रहेछ। यसमा चाहिँ हामीले मध्यनजर राख्नुपर्छ र हामी अनुरोध गर्दछौँ यसको फिस पनि अब कमाइजाओस्, किनभने हिजो नोटिफिकेसनमा त्यहाँ उल्लेख भएको छ जे गोर्खा सर्टिफिकेटले नै अब हाम्रो कुनै पनि भूमिको काम हुनेछ भन्ने कुराले यस आधारले गर्दाखेरि हामीले यो कुराहरू पनि आज तपाईहरुको यस पोर्टल माध्यम जुगे हामी अनुरोध गर्दछौँ एजिएस केन्द्र समितिलाई पनि यसमा चाहिँ केही एउटा छुटकारा गराजाओस् भन्ने कुरा। र हेर्नुहोस्, भूमिको लागि जसरी हामीले आन्दोलन गरेको थियौँ, जुन तरिकाले गाउँ घरबाट हाम्रो हरेक दाजुभाइ दिदीबहिनी आमा बुबाहरू निक्लिनु भएको थियो, त्यसको समाधान एक खालको भयो र हामी यसमा खुसी छौँ। र हामीलाई अहिले लाग्छ जे कुनै पनि समस्यामा यदि हामी एकत्रित भावले यदि निक्लियौँ भने कुनै पनि समस्या समाधान हुँदो रहेछ भन्ने कुरा हामीले गम भयो। हामीलाई धेरैले धेरै थोकहरू भन्नुभयो, आक्सु बिक्री भयो, आक्सुले यो गरो त्यो गरो, धेरै कुराहरू हामीले सुन्न पाएको थियौँ, तर आक्सु कहिले पनि बिक्री भएको थिएन, आक्सु कहिले बिक्री हुँदैन। र उदालगुडी जिल्ला समिति आक्सुको अडान थियो कि जब तक हाम्रो माटाको अधिकार हामी पाउँदैनौँ तब तक हामी किन्तु चेनको निन्द हामी सुत्दैनौँ। तर आज हामीले जब हामीले सधैँ एप्रोच यहाँको सरकारसँग गर्दा 3 तारिकको दिन इसीमा पास गरेर हिजो जुन नोटिफिकेसन निकाले त्यो नोटिफिकेसन यो गोर्खा जनताको जित हो, गोर्खा जनताले गरेको आन्दोलनको फल हो। हामी त केवल मात्र गोर्खा जातिले दिएको एउटा दायित्वमा छौँ र त्यो दायित्व हामी पालन गर्दैछौँ भने यो एउटा जनताको जित हो, जनताले गरेको आन्दोलनको फल हो र जनतालाई हामी सम्बोधन गर्न चाहन्छौँ, जनतालाई हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हरेक गाउँ घर भेगबाट आउनुभयो थियो। जतिखेर 22 डिसेम्बरको दिन 2022 मा जुन धनसिरीघाटमा आन्दोलन भयो त्यसमा बहुत वृद्ध कसैको खुट्टा लङ्गडाहरू पनि मतलब लङ्गड गर्दै पनि उहाँहरू त्यो आन्दोलनमा आउनु भएको थियो। बच्चा बोकेर दिदीबहिनीहरू आउनु भएको थियो, उहाँहरूलाई हामी हृदयबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। साथसाथै जम्मै गोर्खाली जनमानसलाई हामी उदालगुडी जिल्ला समिति आक्सुको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। अब माटाको समस्यामा कुनै पनि समस्या आएको क्षेत्रमा तपाईहरुले
सिधै उदालगुरी जिल्ला समिति आक्सो अथवा अरू अरू संस्था सङ्गठनलाई पनि तपाईँले उ गर्न सक्नु भन्न सक्नुहुनेछ कुनै समस्या भएको क्षेत्रमा। अब केवल मात्र गोर्खा सर्टिफिकेटले हाम्रो भूमिको समस्या समाधान हुने यस नोटिफिकेसनमा आएको छ। उहाँहरूले हामी धेरै हाम्रो जनमानसलाई एसडिसी अफिस हुँदै मण्डल अफिसमा 1948-47 यस्ता डकुमेन्ट्सहरू खोजेको भन्ने कुरा हामीले जानकारी पाएको थियौँ। र अहिले अब हामी उहाँहरूलाई भन्दछौँ कि तपाईँहरूले गोर्खा सर्टिफिकेट र आफ्नो जुन आधार कार्ड, पान कार्ड वा खजनातिरको कागजहरू लिएर तपाईँहरू एप्लाई गर्न सक्नुहुनेछ। यस एप्लाई गर्दा यदि कुनै मण्डल अफिसमा, सर्कल अफिसमा कुनै समस्या अगर यदि दिएको क्षेत्रमा तपाईँहरूले हामीलाई जनाउनुहोस्, त्यसको प्रत्युत्तर त्यहाँ कुन तरिकाले हामीले त्यहाँ जवाब दिनुपर्नेछ हामी त्यहाँ गएर अखिल असम गोर्खा छात्र सङ्घ जिल्ला समिति गएर हामी त्यसको जवाब दिनेछौँ। र यो नोटिफिकेसन जम्मै सर्कुलर अफिसरलाई पनि सर्कुलेट भएको छ। त्यस नोटिफिकेसनमा क्लियरली दिएको छ जे जति पनि 18वटा सर्कुलर रहेछन् त्यसमा यो सर्कुलेट भइसकेको छ। अगर यो सर्कुलर देखेर पनि यदि हाम्रो जनमानसलाई यदि हेरेसमेन्ट दियो भने त्यसको प्रत्युत्तर किन्तु अखिल असम गोर्खा छात्र सङ्घ उदालगुरी जिल्ला समिति आक्सुले दिनेछ। यो कुरा भएको छ जे हामीहरूलाई अहिलेसम्म कुनै अर्डर आएको छैन भन्ने कुराहरू हामी गम पाएको थियौँ। तर अहिले अगाडिको जुन नोटिफिकेसन 2021 जुलाई महिनाको जुन थियो त्यो कहीँ पनि सर्कुलेट कुनै उसमा गरेको थिएन। तर जेहेतु यो ट्राइबल बेल्ट एन्ड ब्लकको 6 सिड्युल हो, यहाँको पनि सरकार एउटा हुन्छ, काउन्सिलको सरकार, र काउन्सिल सरकारले पनि नोटिफिकेसन निकाल्यो। त्यो नोटिफिकेसन अलरेडी निकालिसक्नुभयो र उहाँले 18वटा जुन सर्कुलर अफिसमा सर्कुलेट भनेर त्यसमा अलरेडी दिइसक्नु भएको छ। त्यहाँनिर मेन्सन पनि गरेको छ सर्कुलर अफिसहरूको नामहरू। र हामीलाई लाग्छ यो सायद भोलि पर्सि भित्रमा जम्मै सर्कल अफिसमा यो नोटिफिकेसन पुग्नेछ। पुगेन भने त्यसको के व्यवस्था गर्नुपर्नेछ, कस्तो खालको हामी कुराहरू गर्नुपर्नेछ हामी गर्नेछौँ। र अब निर्ढुक्क हामी जतिको पनि तौजी माटो छ, हाम्रो नामदारी नभएको माटोहरू छ, तपाईँहरूले एप्लाई गर्नुहोस्। यसमा केही समस्या आएमा हामी त्यसको लागि तत्पर छौँ कुनै पनि जवाब दिनको लागि। सर्वप्रथम त अखिल असम गोर्खा छात्र सङ्घ उदालगुडी जिल्ला समितिको तर्फबाट हामी जम्मै असमेली जुन वेब पोर्टलहरू छन् उहाँहरूलाई हामी जिल्ला समितिको तर्फबाट साङ्गठनिक अभिनन्दन ज्ञापन गर्दछौँ। र आज हामीले प्रेस मिट दिनुको कारण यही नै हो। हिजो भर्खरै बिटिआर सरकारबाट एउटा नोटिफिकेसन इस्यु भएको छ। त्यो नोटिफिकेसन भूमि सम्बन्धित छ र अहिले जुन असममा वसुन्धरा भयो वा अथवा बिटिसी हाम्रो बिटिआर एरियामा भुइँसुमती चल्दैछ, ती हाम्रो जनमानसहरूले भूमिको विषयमा धेरै नै कामकाजहरू अघि बढाउन एप्लाई गर्दाखेरि विभिन्न डकुमेन्ट्सहरू मागाइ जान्थ्यो। एनआरसीदेखिबाट लिएर 1946-47हरूको डकुमेन्ट्सहरू मागिन्थ्यो। कतिपय जनतामा ती कागजपत्रहरू नहुँदाखेरि उहाँहरूको माटोबारीको कामकाजहरू धेरै नै अप्ठ्यारो परेको थियो, अड्किरहेको थियो। र अहिले जुन त्यो समस्याको हाल अब दीर्घदिन धरि अखिल असम गोर्खा छात्र सङ्घले सङ्ग्राम चलाएको बिटिआरमा सबै सर्वविदित हुनुहुन्छ। र हामीहरूले बिटिआर गभर्मेन्टलाई पनि बार बार प्रेसराइज गरिरहेका थियौँ कि बिटिआर बाहिर जसरी हिमन्त विश्व शर्माज्यूले एउटा अर्डर दिएर गोर्खाहरूको 3 जेनेरेसनको डकुमेन्ट्स नभइकन माटा सम्बन्धित समस्याहरू जसरी समाधान गर्नुभएको थियो, बिटिआरमा पनि त्यो हुनुपर्छ भन्दाखेरि उहाँले एउटा नोटिफिकेसन दिएर गोर्खाहरूको लागि केवल गोर्खा सर्टिफिकेट हुँदाखेरि धेरै कामकाजहरू अब अघि बढ्नेछ र यही नै कुरा हो। र यसको निम्ति हामी सर्वप्रथम त बिटिआर सरकारलाई धेरै धेरै धन्यवाद दिन्छौँ जिल्ला समितिको तर्फबाट। र रह्यो गोर्खा सर्टिफिकेटको कुरो, र अघि सभापतिज्यूले भने जस्तै हाम्रा धेरै दरिद्र श्रेणी तल बसोबास गर्ने गोर्खा जनमानसहरू हुनुहुन्छ र यो गोर्खा सर्टिफिकेट चाहिँ जम्मै जनजनमा पुर्याउनको लागि असम गोर्खा सम्मेलन केन्द्रीय समितिले पनि केही अलिकति राहत मूल्यमा यो गोर्खा सर्टिफिकेट उपलब्ध गराउनुहुन्छ भन्ने म कामना गर्छु। र असम गोर्खा सम्मेलनका केन्द्रीय समितिका अथवा जिल्ला समितिका मुरब्बीहरूलाई पनि हाम्रा जनमानसहरूले प्रत्येक जनमानसहरूले यो सर्टिफिकेटहरू पाउन् र अलिकति राहत मूल्यमा यो सर्टिफिकेटहरू उपलब्ध होस् भन्ने हामी चाहना गर्छौँ। र फेरि पनि म जम्मै गोर्खा जनमानसहरूलाई यही नै भन्छु, यो जुन एउटा नोटिफिकेसन निस्किएको छ त्यो नोटिफिकेसनको समान भागीदारी प्रत्येक जनमानसहरू हुन्। किनभने जब हामीहरूले
आन्दोलनको आह्वान गरेका थियौँ तब जम्मै गोर्खा जनमानसहरू निस्किएर आउनु भएको थियो, छात्र सङ्घलाई सपोर्ट गर्नुभएको थियो र आज यहाँ केही नै राम्रो रिजल्ट आउँछ भने त्यो रिजल्टको अंशीदारी जम्मै गोर्खा जनमानसलाई पनि जान्छ भन्ने म यहाँबाट भन्दछु र फेरि पनि अन्तिममा हाम्रो कुरालाई उहाँहरूले मानेर एउटा केही राहत भूमि सम्बन्धीमा केही राहत नोटिफिकेसन प्रदान गरेकोमा फेरि पनि बिटिआर सरकारलाई धन्यवाद दिँदै